मैले तपाईँलाई यो प्रश्न गर्नुपर्छ होला। तपाईँले आफ्नो गोजीको मान्छे मात्रै पदाधिकारी बनाउनु भयो वा तपाईँले वरिपरिका मान्छेलाई मात्रै केन्द्रीय सदस्य बनाउनु भयो भन्ने आरोप छ नि त, के मतलब छ? केन्द्रीय सदस्य मैले कसलाई बनाउनु पर्थ्यो त प्रश्न गर्न चाहन्छु कि होइन। केन्द्रीय सदस्य बन्ने भनेको त यो त श्रमदाताको पार्टी हो, जसले चाहिँ 4 वर्षदेखि ढुङ्गा बोकिराखेको छ, उसलाई मैले केन्द्रीय सदस्य नबनाएर होइन, अघि भर्खर 4 घन्टा अगाडि भेटेको मान्छेलाई मैले विश्वास गर्न सक्छु त? यो देशमा त विश्वासको कमी छ, इमान्दारीको कमी छ। इमान्दार र विश्वासिला मान्छेहरूलाई मैले केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ भन्ने हो। तथापि कोही मान्छे हामीसँग जोडिन चाहनुहुन्छ भने आउनुहोस् न, तपाईँहरू श्रमदानमा जोडिनुहोस्, हामीसँगै तपाईँको चाहिँ नि होइन अभियान चलाउँ। त्यस पछाडि तपाईँको चाहिँ नि बिस्तारै जोडिँदै जाने कुरा हो। अहिले नै सबै कुरा पुरा भइसकेको छैन। भर्खर तपाईँको चाहिँ नि 1.5-2 महिना हुँदैछ हाम्रो पार्टी दर्ता भएको होइन। यहाँ तपाईँको चाहिँ नि 40 वर्ष, 45 वर्ष, 50 वर्ष, 70 वर्ष पुराना पार्टीहरू त अझैसम्म राम्रो तरिकाले व्यवस्थित भएका छैनन् होइन। गर्न गाह्रो छ, त्यहाँभित्रको नेता कार्यकर्ता भन्छ, त्यो व्यवस्थापन भन्छ। हाम्रोमा चाहिँ नेता कार्यकर्ता हुँदैन, सबै श्रमदाता हो। त्यसो भएको कारणले गर्दाखेरि यहाँनिर कोही केन्द्रको, कोही प्रदेशको, कोही कहाँको भन्ने सवाल पनि हुँदैन एउटा कुरा। तथापि हामीले यो संरचना निर्माण गर्दैछौँ। तपाईँहरू पनि चाहनुहुन्छ भने आउनुहोस् न होइन, को काम के भूमिका लिएर आउने हो होइन। श्रम संस्कृतिमा तपाईँको चाहिँ निष्ठावान हुने हो होइन, तपाईँको चाहिँ हाम्रो सिद्धान्तमा निष्ठावान हुने हो, देशप्रतिको निष्ठावान हुने हो भने तपाईँहरू सबैजनालाई म बोल्छु। अर्क साम्पाङको सट्टा, अर्क राजाको सट्टा, अर्क राई आज नि अर्क काफ्ले, अर्क घिमिरे, अर्क तपाईँको कोइराला होइन, अर्क बस्नेत भएको भए यो पार्टीले त्यो नाम भइदिएको भए आज अर्क साम्पाङ यही भिजन त्यही व्यक्तिको नाम मात्रै फरक भइदिएको भयो नि, यो पार्टीमा आज सारा पार्टीहरू यसमा लाग्ने थियो क्या, सारा पार्टीहरू आउने थियो यसमा। उहाँलाई जनजातिको छोरो भएकै कारण, एउटा जनजातिको छोरो उच्च स्तरमा नेतृत्वमा पुग्न आँटो भयो भनेपछि आज त्यो जुन जनजातिले एउटा चलाएको माहौलमा अभियानमा एउटा सन्तताले देखाउनु भएको जुन छ नि उत्साह, त्यो जोसाहले चाहिँ अब चाहिँ यो देशमा जनजातिहरू माथि पुग्न आँटो है भन्ने कारण चाहिँ उहाँलाई चाहिँ एउटा के भने एउटा चाहिँ पछि पार्ने नियतले कहिले के भनेको छैन हो, सबै हरेक किसिमको ट्याग लगाएको थाहा छ मलाई हो। त्यो कारणले गर्दाखेरि चाहिँ आज अर्क साम्पाङले चाहिँ त्यसरी चाहिँ तपाईँलाई पछि पार्न खोजिएको मात्रै हो होइन। सबैको हृदयमा के छ भने अर्क साम्पाङ विचार भएको, भिजन भएको, यो मात्र एकमात्र विकल्प हो अबको राजनीतिमा भनेर सबैले बुझेको छ। मैले तपाईँलाई खुल्लेआम आज यो कुरा भने तपाईँलाई, यदि मैले भने नि यही कारणले गर्दा एउटा जनजातिको छोरो त्यहाँ चाहिँ माथिल्लो पोस्टमा बसेको कारणले गर्दा, नेतृत्व गरेको पार्टी नेतृत्व गरेको कारणले गर्दाखेरि तपाईँको अलिकति भएको, त्यसमा पनि केही छैन। धेरै खस आर्य जातिको मान्छे जोडिसक्नु, कति जोडिसक्नु भएको छ क्या अहिले, किनभने मैले तपाईँलाई बारम्बार भन्दैछु त राम्रो कुरा बुझ्नलाई मान्छेलाई टाइम लाग्छ क्या, मात्रै यस्तै हो। आज हो भोलि हो सबै आउने यही पार्टीमा हो, सबै आउँछ नि, सबै सब शक्तिमै आउने पार्टी।